नेपाली क्रिकेट टोलीको नेदरल्यान्ड्स भ्रमण अब सकिएको छ। तर यो भ्रमणले नेपाली क्रिकेट समर्थकलाई खुसीभन्दा धेरै प्रश्न र चिन्ता दिएको छ। विश्वकपको सपना बोकेर नेदरल्यान्ड्स पुगेको नेपालले आईसीसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत लगातार खराब नतिजा बेहोर्नु पर्यो। यो हारसँगै नेपाली क्रिकेटको टोलीदेखि कोच र कप्तानसम्म ठूलो परिवर्तन आवश्यक देखिएको छ। आजको भिडियोमा हामी नेदरल्यान्ड भ्रमणमा नेपाली टिमको प्रदर्शनमा के कमजोरी भयो र अब नेपाल क्रिकेटमा के परिवर्तन गर्नु जरुरी छ त्यसैको बारेमा जानकारी गराउनेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो भ्रमण नेपालका लागि जितविहीन रह्यो। अब प्रश्न छ, नेपाल कहाँ चुक्यो र अब नेपाली क्रिकेट टोलीमा ठूलो परिवर्तन अब देखिएको छ के केवल खेलाडीको गल्ती हो, के कप्तानीमा समस्या छ या कोच परिवर्तन गर्न पर्ने हो, के ब्याटिङमा समस्या छ, के बलिङ कमजोर भयो वा नेपाली क्रिकेटको सम्पूर्ण प्रणालीमै परिवर्तन आवश्यक भइसकेको हो। आजको भिडियोमा हामी नेपाल नेदरल्यान्ड्स भ्रमणको पूरा समीक्षा गर्नेछौँ र नेपाली टोलीमा अब कुन परिवर्तन आवश्यक छ भन्ने बारे चर्चा गर्नेछौँ। पहिलो कुरा, नेपालको नेदरल्यान्ड्स भ्रमण कस्तो रह्यो। नेपालले पहिलो खेल नामिबियासँग खेल्यो। पहिले ब्याटिङ गरेको नेपाल 157 रनमै अल आउट भयो। नामिबियाले 37.4 ओभरमै लक्ष्य पूरा गर्दै 8 विकेटको जित निकाल्यो। नेपालको ब्याटिङ फेरि एकपटक ठूलो समस्या बनेर आयो। त्यसपछि नेपालले नेदरल्यान्ड्सको सामना गर्यो। नेपालले 157 रन बनायो र नेदरल्यान्ड्सले 44.1 ओभरमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपाल 6 विकेटले पराजित भयो। त्यसपछि नामिबिया विरुद्धको खेलमा नेपालले 211 रनको लक्ष्य सामना गर्यो। नेपालले 50 ओभरमा 208 रन मात्र बनाउन सक्यो र केवल 3 रनले खेल गुमायो। यो खेलमा नेपाल जितको निकै नजिक पुगेको थियो, तर अन्तिम समयमा आवश्यक रन निकाल्न नसक्दा अर्को हार थपियो। अन्तिम खेलमा फेरि नेदरल्यान्ड्ससँग नेपाल आम्ने सामने भयो। नेदरल्यान्ड्सले 50 ओभरमा 225 रन बनायो। नेपालको ब्याटिङ 48 ओभरमा 168 रनमै समाप्त भयो। नेदरल्यान्ड्सले 57 रनको जित निकाल्यो। यसरी नेपालले नेदरल्यान्ड्स भ्रमणमा लगातार निराशाजनक नतिजा बेहोर्नु पर्यो। अब मुख्य प्रश्न, नेपालको समस्या कहाँ छ? मेरो विचारमा नेपालका समस्या 5 वटा मुख्य क्षेत्रमा देखिएका छन्। 1. टप अर्डरमा ठूलो समस्या। ओडीआई क्रिकेटमा सुरुवाती 10-15 ओभर अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तर नेपालले सुरुवातमै विकेट गुमाउने समस्या बारम्बार देखाइरहेको छ र धेरै डट बल खेल्ने र पुरै टिमलाई दबाव पार्ने समस्या छ, या जब सुरुवाती ब्याटरहरू छिट्टै आउट धेरै डट बल खेल्छन् त्यसपछि आउने ब्याटरमाथि दबाव बढ्छ। त्यसपछि एउटा राम्रो पार्टनरशिप बनाउन पनि गाह्रो हुन्छ। नेपालले अब केवल नामका आधारमा होइन, पर्फर्मेन्स र कन्सिस्टेन्सीका आधारमा ओपनिङ पेयर तय गर्नुपर्छ। जो खेलाडी लगातार रन बनाउन सक्दैन उसलाई लामो समयसम्म केवल पुरानो प्रदर्शनको आधारमा मौका दिनु उचित हुँदैन। 2. मिडल अर्डरमा पनि परिवर्तन आवश्यक। नेपालले 50 ओभरको खेलमा 25-30 ओभरपछि रन गति बढाउन सकिरहेको छैन। कहिलेकाहीँ विकेट जोगाउने प्रयासमा धेरै डटबल हुन्छन्, तर ओडीआई क्रिकेटमा केवल विकेट जोगाएर हुँदैन। स्ट्राइक रोटेट गर्नुपर्छ, सिंगल्स र डबल्स निकाल्नुपर्छ, खराब बल आएपछि बाउन्ड्री निकाल्नुपर्छ र अन्तिम 10 ओभरका लागि कम्तीमा 6-7 विकेट हातमा राख्नुपर्छ। नेपालले अब यही योजनामा काम गर्नुपर्छ। 3. पार्टनरशिपको समस्या। नेपालका लागि अर्को ठूलो समस्या हो लामो पार्टनरशिप नहुनु। 157-158 जस्ता स्कोरमा पुगेर खेल जित्न निकै गाह्रो हुन्छ। यदि एकजना ब्याटरले 70-80 रन बनाउँछ तर अर्को छेउबाट पार्टनरशिप आउँदैन भने त्यो इनिङ्सले ठूलो स्कोर बनाउन सक्दैन। अब आउँदा खेलहरूमा नेपाली क्रिकेट टिमले धेरै डट बल खेल्ने र कि त चाँडै आउट समस्यालाई हुने जस्ता समस्यालाई विशेष गरी ध्यानमा राखेर स्क्वाड निकाल्नुपर्छ। 4. बोलिङमा के परिवर्तन गर्ने। नेपालको बोलिङ पूर्ण रूपमा खराब छ भन्न मिल्दैन। कतिपय खेलमा नेपाली बलर्सले राम्रो प्रेसर पनि बनाएका छन्, तर समस्या कन्सिस्टेन्सी हो। ओडीआई क्रिकेटमा 50 ओभरसम्म एउटै योजना कायम राख्नुपर्छ। पावर प्लेमा विकेट निकाल्ने, मिडल ओभर्समा रन रोक्ने र डेथ ओभर्समा विकेट निकाल्ने स्पष्ट योजना हुनुपर्छ। यदि सुरुवातमा विकेट आएन भने कप्तानले तुरुन्तै बोलिङ प्लान परिवर्तन गर्न सक्नुपर्छ। नेपालले नयाँ पेस बोलिङ अप्सन्स पनि तयार गर्नुपर्छ। 5.
बारम्बार फ्लोप खेलाडीलाई मौका दिनु। नेदरल्यान्ड्स भ्रमणमा बारम्बार अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका खेलाडीलाई निरन्तर मौका दिइरहने तर राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा आएका खेलाडीलाई प्लेइङ 11 मा पर्याप्त अवसर नदिने हो भने प्रश्न उठ्नु स्वाभाविक हो। यहाँ एउटा उदाहरण विनोद भण्डारीको हो। विनोद भण्डारी नेपाली क्रिकेटका अनुभवी विकेटकिपर ब्याटर हुन्। उनीसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव छ र दबावको अवस्थामा खेल्ने क्षमता पनि छ। अर्कोतर्फ अर्जुन कुमल नेपाली क्रिकेटका युवा सम्भावनायुक्त ब्याटर हुन्। उनी पनि नेदरल्यान्ड्स टुरको स्क्वाडमै थिए। तर प्रश्न के हो भने यदि कुनै खेलाडीलाई लगातार मौका दिँदा पनि उसको प्रदर्शन राम्रो भइरहेको छैन भने त्यही खेलाडीलाई बारम्बार मौका दिइरहनुको कारण के हो? र यदि स्क्वाडमा विनोद भण्डारी जस्ता अनुभवी खेलाडी तथा अर्जुन कुमल जस्ता युवा खेलाडी छन् भने उनीहरूलाई प्लेइङ 11 मा मौका दिएर परीक्षण किन नगर्ने? 5. टिम सिलेक्सनमा ठूलो बहस आवश्यक। अब सबैभन्दा ठूलो विषय यही हो, के नेपालले एउटै खेलाडीलाई लगातार मौका दिइरहने वा डोमेस्टिक क्रिकेटबाट राम्रो प्रदर्शन गरिरहेका नयाँ खेलाडीलाई अवसर दिने? मेरो विचारमा यसको बीचको बाटो आवश्यक छ। एक्सपिरियन्स्ड खेलाडीलाई एकैपटक सबैलाई हटाउँदा समस्या झन ठूलो हुन्छ, तर पर्फर्मेन्स नआइरहेको अवस्थामा नयाँ खेलाडीलाई मौका दिनु आवश्यक देखिन्छ। त्यसपछि परिस्थिति अनुसार प्लेइङ 11 छनौट गर्नुपर्छ। अब प्रशिक्षक र कप्तान परिवर्तन आवश्यक छ। नेपालको लगातार कमजोर प्रदर्शनपछि अहिले अर्को ठूलो प्रश्न उठेको छ, अब नेपाली क्रिकेट टोलीको प्रशिक्षक र कप्तान परिवर्तन गर्ने बेला आएको हो कि होइन? नेदरल्यान्ड्स भ्रमणमा नेपालको प्रदर्शन निकै निराशाजनक रह्यो। लगातार खेलहरूमा अपेक्षा अनुसार नतिजा आउन सकेन। त्यसैले अब टोली व्यवस्थापनले गम्भीर समीक्षा गर्नुपर्ने समय आएको छ। प्रशिक्षकको जिम्मेवारी खेलाडी छनौट गर्ने मात्र होइन, कुन खेलाडी फर्ममा छ भनेर हेर्ने, सही खेलाडीलाई सही समयमा अवसर दिने, ब्याटिङ क्रम मिलाउने, बोलिङ रणनीति बनाउने र दबावको अवस्थामा खेलाडीलाई सही तरिकाले प्रयोग गर्ने जिम्मेवारी पनि प्रशिक्षकको हुन्छ। तर यदि एउटै गल्ती पटक पटक दोहोरिन्छ, कमजोर प्रदर्शन गरिरहेका खेलाडीले निरन्तर अवसर पाइरहन्छन् र राम्रो सम्भावना भएका खेलाडी बेन्चमै बसिरहन्छन् भने प्रशिक्षकको रणनीतिमाथि प्रश्न उठ्नु स्वाभाविक हो। त्यस्तै कप्तानको भूमिका पनि निकै महत्त्वपूर्ण हुन्छ। मैदानमा सही समयमा बलर परिवर्तन गर्ने, क्षेत्र रक्षण मिलाउने, ब्याटिङ क्रमबारे निर्णय गर्ने, दबावको अवस्थामा सही निर्णय लिने, यी सबै कप्तानका महत्त्वपूर्ण जिम्मेवारी हुन्। त्यसैले नेदरल्यान्ड्स भ्रमणपछि कप्तान र प्रशिक्षक दुवैको गम्भीर समीक्षा हुनुपर्छ। तर यसको अर्थ तुरुन्तै प्रशिक्षक वा कप्तान हटाउनुपर्छ भन्ने होइन। नेपाल क्रिकेट संघले तथ्याङ्क, पछिल्ला प्रदर्शन, टोली छनौट रणनीति र आगामी विश्वकपको लक्ष्य सबै हेरेर निर्णय गर्नुपर्छ। यदि वर्तमान नेतृत्वबाट सुधार सम्भव छैन भन्ने निष्कर्षमा पुगिन्छ भने प्रशिक्षक वा कप्तानीमा परिवर्तन गर्न पनि डराउनु हुँदैन। किनभने नेपाललाई अहिले नाम मात्रको नेतृत्व होइन, नतिजा दिने नेतृत्व चाहिएको छ। कप्तान परिवर्तन गरेर मात्र सबै समस्या समाधान हुँदैन। प्रशिक्षक, कप्तान, छनौट समिति र नेपाल क्रिकेट संघ सबैले एउटै स्पष्ट योजनाका साथ काम गर्नुपर्छ। अहिले नेपालको लक्ष्य स्पष्ट हुनुपर्छ, बलियो टोली बनाउने, सही खेलाडीलाई अवसर दिने, लगातार राम्रो प्रदर्शन गर्ने र ओडिआई कसरी जोगाउनुपर्छ। त्यसैले अब प्रश्न एउटै हो, नेपालले पुरानै तरिकाले अघि बढ्ने कि आवश्यक परे प्रशिक्षक, कप्तान र टोली संरचनामै ठूलो परिवर्तन गर्ने? यो निर्णय अब नेपाल क्रिकेट संघले गम्भीर भएर लिनुपर्ने बेला आएको छ। नेपालले आफ्नो क्रिकेट प्रणाली परिवर्तन गरेर अर्को स्तरमा पुग्छ कि फेरि उही गल्ती दोहोर्याउँछ? तपाईलाई के लाग्छ? नेपालको प्ले टाइममा कुन खेलाडीलाई राख्ने, कुन खेलाडीलाई आराम दिने र नेपालको सबैभन्दा ठूलो समस्या ब्याटिङ हो कि टिम सिलेक्सन? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियो मन परेको छ भने लाइक गर्नुहोस्। नेपाल क्रिकेटको समर्थनका लागि च्यानल सब्स्क्राइब गर्नुहोस् र यो भिडियो नेपाली क्रिकेट समर्थक साथीहरूसम्म शेयर गर्न नभुल्नुहोस्।